Plant anatomy. Plant anatomy को definition चाहिँ study of internal structure of plant is called plant anatomy. And tissue भनेको चाहिँ group of cell which are similar in origin, structure and function is called tissue. And study of tissue को study गर्नेलाई चाहिँ histology भन्छ है त. सेल मिलेर टिस्यु भन्छ, टिस्यु मिलेर चाहिँ प्लान्ट पार्ट भन्छ, प्लान्ट पार्ट मिलेर चाहिँ प्लान्ट बोडी भन्छ है त. टाइप्स अफ प्लान्ट टिस्युको कुरा गर्नुपर्दा चाहिँ अन द बेसिस अफ क्यापासिटी दिज आर क्लासिफाइड इन्टु टु ग्रुप, द्याट इज मेरिस्टेमेटिक टिस्यु एन्ड पर्मानेन्ट टिस्यु है त. अब मेरिस्टेमेटिक टिस्यु चाहिँ अनडिफ्रेन्सिएटेड, जुन नछुटिएको हुन्छ है त, सेल डिभिजनको लागि चाहिँ क्यापेबल हुन्छ. तर हाम्रो पर्मानेन्ट टिस्यु चाहिँ छुटिएको हुन्छ तर सेल डिभिजनको लागि क्यापेबल चाहिँ हुँदैन है त. यी दुईवटा डिफरेन्स बिट्विन लेख्दै आयो भने चाहिँ यी दुईवटा लेख्न सकिन्छ. अब जस्तै यसको मेरिस्टेमेटिक टिस्युको चाहिँ वाट इज मेरिस्टेमेटिक टिस्यु भनेर धेरै पटक आएको छ. सो मेरिस्टेमेटिक टिस्यु भनेपछि चाहिँ ग्रुप अफ सेल विच आर इन कन्टिन्युस स्टेट अफ सेल डिभिजन इज कल्ड मेरिस्टेमेटिक टिस्यु भने यसलाई चाहिँ ग्रुप अफ सेल विच आर क्यापेबल अफ सेल डिभिजन भनेर पनि लेख्न सकिन्छ. दुवै भनेको एउटै हो. तर पर्मानेन्ट टिस्यु भनेपछि चाहिँ ग्रुप अफ सेल विच आर अनेबल अथवा अनक्यापेबल अफ सेल डिभिजन इज कल्ड पर्मानेन्ट टिस्यु है त. सेल डिभिजन नै भएन भने चाहिँ सेल ग्रोथ पनि हुँदैन है. अब मेरिस्टेमेटिक टिस्युको चाहिँ क्यारेक्टरिस्टिक्स हेर्दाखेरि चाहिँ यो चाहिँ सिम्पली स्मल हुन्छ हैन, राउन्ड हुन्छ अथवा ओभल पनि हुन सक्छ. द्याट इज मेरिस्टेमेटिक टिस्यु है त. भ्याक्युल र इन्टरसेलुलर स्पेस चाहिँ अप्सन हुन्छ. साइटोप्लाज्मा चाहिँ एकदमै डेन्स हुन्छ जसले गर्दा मेटाबोलिक रेट चाहिँ फास्टर र हाई हुन्छ. प्राइमरी सेल वाल मात्र प्रेजेन्ट हुन्छ, मतलब सेकेन्डरी सेल वाल चाहिँ अब्सेन्ट हुन्छ, जसले चाहिँ हाम्रो हेमिसेलुलोज चाहिँ बोकेको हुन्छ. जस्तै यसमा हामीले यसको मेरिस्टेमेटिक टिस्युको चाहिँ फिगर हेर्दा यसमा चाहिँ इन्टरसेलुलर स्पेस नै छैन के. जस्तै इन्टरसेलुलर स्पेस भन्नाले जस्तै एउटा सेल छ हैन, यी चारवटा सेल माने है, यी चारवटा बीचको जुन यो छ नि हो यसलाई भन्छ इन्टरसेलुलर स्पेस. इन्टरसेलुलर स्पेस भनेपछि सेल बीचको स्पेसलाई इन्टरसेलुलर स्पेस भन्छ. जस्तै इन्टरसेलुलर स्पेस नै छैन, यो चाहिँ पोलिगोनल अथवा हेक्सागोनल चाहिँ सेपको छ हैन. जस्तै यसमा हेर्दाखेरि हैन सिम्पली यो चाहिँ बेन्जिन लाइक स्ट्रक्चर छ भने यो बाहिरको चाहिँ सेल वाल हो, यो चाहिँ न्युक्लियस हो. यसमा चाहिँ साना साना तरल पदार्थ हुन्छ के, जसलाई चाहिँ साइटोप्लाज्मा भन्छ है त, साइटोप्लाज्मा भनिन्छ. अनि मेरिस्टेमेटिक टिस्युको चाहिँ क्लासिफिकेसनको कुरा गर्दाखेरि चाहिँ यसलाई तीनवटा भागमा चाहिँ डिभाइड गरेको छ ओरिजिन अथवा डेभलपमेन्टको आधारमा है त. त्यो हो प्रोमेरिस्टिम, प्राइमरी मेरिस्टिम, सेकेन्डरी मेरिस्टिम. कुनै कुनै बुकमा दुईवटा पनि दिएको छ, प्रोमेरिस्टिमलाई चाहिँ दिएको छैन, तर प्रोमेरिस्टिम पनि एकदमै इम्पोर्टेन्ट छ है त. यो चाहिँ हाम्रो प्रोमेरिस्टिम चाहिँ इम्ब्रायोबाट फर्म हुन्छ भने प्राइमरी मेरिस्टिम चाहिँ प्रोमेरिस्टिम र सेकेन्डरी मेरिस्टिम चाहिँ प्राइमरी मेरिस्टिमबाट चाहिँ फर्म हुन्छ है त. अनि पोजिसनको आधारमा पनि तीनवटा भागमा डिभाइड गर्नु, एपिकल, ल्याटरल अथवा इन्टरक्यालरी गरेर चाहिँ तीनवटा भागमा चाहिँ डिभाइड गरेको छ. एपिकल भनेपछि चाहिँ यसले यो चाहिँ टुप्पातिर पाइन्छ, जसले चाहिँ हाम्रो एपिकल मेरिस्टेमेटिक टिस्युले चाहिँ हाइट इन्क्रिज गर्ने काम गर्छ है त. इन्टरक्यालरीले पनि चाहिँ हाइट नै इन्क्रिज गर्छ, तर यो चाहिँ इन्टरनोड्सतिर पाइन्छ. एउटा स्टिम बनाएँ मैले हैन, यो चाहिँ हाम्रो लिफ भयो हैन. लिफको जुन बेस छ नि यहाँदेखि चाहिँ हाम्रो इन्टरक्यालरी मेरिस्टेम पाइन्छ हैन, जसले चाहिँ यसको हाइटलाई नै वृद्धि गर्ने गर्छ के. अनि ल्याटरल मेरिस्टेम चाहिँ ल्याटरल साइड अफ मेरिस्टेम, जस्तै दिस इज अ स्टिम, देन यो चाहिँ हाम्रो
इन्टर क्यालोरी मेरिस्टिम पाइयो होइन। यहाँदेखि तल चाहिँ यस्तो ल्याटरल साइडतिर पाइन्छ जसले चाहिँ हाम्रो के थिकनेस डायमिटर अथवा गिड्स चाहिँ हाम्रो बढाउने काम गर्छ होइन। होइन फङ्सनको आधारमा पनि तीनवटा भागमा डिभाइड गर्न सकिन्छ, प्रोटोडर्म, प्रोक्याम्बियम एन्ड ग्राउन्ड मेरिस्टिम है त। प्रोटोडर्मले चाहिँ इपिडर्मिस, स्टोमाटा र हेयर्स चाहिँ डेभलप गर्ने गर्छ अथवा फर्म गर्ने गर्छ भने प्रोक्याम्बियमले चाहिँ प्राइमरी भास्कुलर बन्डल्स लाइक प्राइमरी जाइलम्स है त अथवा फ्लोएम्स चाहिँ फर्म गर्ने गर्छ। ग्राउन्ड मेरिस्टमले चाहिँ हाइपोडर्मिस, इन्डोडर्मिस, कर्टेक्स होइन, मेडुलरी रेज, पिड्स एन्ड पेरिसाइकल चाहिँ डेभलप। मेरिस्टमेटिक टिस्युको चाहिँ फङ्सन्सहरूको कुरा गर्नुपर्दा चाहिँ यो चाहिँ सेल डिभिजनको लागि क्यापेबल हुन्छ अथवा ग्रोथको लागि होइन। सेल डिभिजन नै भयो भने चाहिँ ग्रोथ हुने हो कि। सो भास्कुलर र ग्राउन्ड टिस्यु चाहिँ फर्म गर्छ होइन। सेकेन्डरी टिस्यु पनि फर्म गर्छ अनि यो चाहिँ प्राइमरी र सेकेन्डरी ग्रोथको लागि चाहिँ रेस्पोन्सिबल हुन्छ होइन। यो चाहिँ न्यू अर्गानको ग्रोथको लागि पनि रेस्पोन्सिबल हुन्छ है त। अनि पर्मानेन्ट टिस्युमा हेर्दाखेरि पर्मानेन्ट टिस्यु चाहिँ जसले चाहिँ सेल डिभिजनको पावर चाहिँ लस गरेको छ द्याट इज पर्मानेन्ट टिस्यु है त। यो चाहिँ लिभिङ पनि हुनसक्छ, डेथ पनि हुनसक्छ होइन। यसको चाहिँ वाल चाहिँ पातलो पनि हुनसक्छ, मोटो पनि हुनसक्छ है त। पर्मानेन्ट टिस्युको कुरा गर्छौँ भने चाहिँ तीनवटा भागमा चाहिँ डिभाइड गर्न सकिन्छ। सिम्पल पर्मानेन्ट टिस्यु, कम्प्लेक्स अथवा कम्पाउन्ड पर्मानेन्ट टिस्यु है त। यहाँ चाहिँ छुट्याएर चाहिँ सेक्रेटरी हो है, सेक्रेटरी पर्मानेन्ट टिस्यु है त। सिम्पल पर्मानेन्ट टिस्युको कुरा गर्छौँ भने चाहिँ ग्रुप अफ सेल हो जसको चाहिँ ओरिजिन, फङ्सन र स्ट्रक्चर चाहिँ सेम हुन्छ है त। यसको फर्दर टाइप डिभाइड गर्दाखेरि चाहिँ पेरेन्काइमा, कोलेन्काइमा, स्केलेरेन्काइमा गरेर चाहिँ तीनवटा भागमा डिभाइड गर्न सकिन्छ। पेरेन्काइमा भनेपछि चाहिँ लिभिङ हुन्छ, पेरेन्ट र कोलेरेन्काइमा चाहिँ लिभिङ हुन्छ भने चाहिँ स्केलेरेन्काइमा चाहिँ डेड सेलबाट बनेको हुन्छ। पेरेन्काइमा चाहिँ सफ्ट एरियाहरू जस्तै स्टिम, रुट, लिफको चाहिँ सफ्ट एरियाहरूमा चाहिँ पाइन्छ जसले चाहिँ फुडहरू स्टोर गर्ने काम गर्छ है त। जस्तै यसमा हेर्छौँ भने इन्टरसेलुलर स्पेस छ होइन, इन्टरसेलुलर स्पेस छ। सो इन्टरसेलुलर स्पेस इज बिजन भनेर पनि लेख्न सक्छौँ। जस्तै यसमा चाहिँ न्युक्लियस दिएको छ होइन, यो दिस इज न्युक्लियस एन्ड होइन, सेल वाल बाहिरबाट सेल वालले त्यो गरेको छ होइन। यसको वरिपरि चाहिँ न्युक्लियसलाई चाहिँ त्यो कभरिङ दिए जसरी भ्याक्युल्स चाहिँ क्रिएट गरेको छ होइन। अनि त्यहाँ वरिपरि चाहिँ साइटोप्लाज्माहरू हुन्छ होइन, अनि इन्टरसेलुलर स्पेस चाहिँ हुने नै हो। यो चाहिँ पेरेन्काइमा भयो। अब जस्तै टाइप्स अफ पेरेन्काइमाको कुरा गर्छ भने चाहिँ कोलेरेन्काइमा, एरेन्काइमा, पोरोसेन्काइमा र जाइलम र फ्लोएम पेरेन्काइमा गरेर चाहिँ 5वटा भागमा चाहिँ डिभाइड गरेको छ होइन। कोलेरेन्काइमा भनेपछि क्लोरोप्लास्ट रिजन है त। क्लोरेन्काइमा मिन्स क्लोरोप्लास्ट जसले चाहिँ फोटोसिन्थेसिसमा हेल्प गर्छ होइन। एरेन्काइमाले चाहिँ ग्यास स्टोर गर्छ होइन। जस्तै सेलहरूमा चाहिँ ग्यास भयो भने चाहिँ यसलाई चाहिँ फ्लोटिङको लागि चाहिँ हेल्प हुन्छ कि होइन। प्रोसेन्काइमा भनेपछि चाहिँ मेकानिकल सपोर्ट दिन्छ। जाइलम पेरेन्काइमा भनेपछि चाहिँ यसले चाहिँ वाटर कन्डक्सन गर्छ, फुड स्टोर गर्छ होइन। फ्लोएम पेरेन्काइमा भनेपछि चाहिँ यसले चाहिँ फुड कन्डक्सन है, यहाँनिर झुकिन्छ होइन। जस्तै जाइलम भनेपछि चाहिँ वाटर कन्डक्सन गर्ने, फ्लोएम भनेपछि चाहिँ फुड कन्डक्सन गर्ने है त। यसले चाहिँ फुड स्टोर पनि गर्छ है त। क्लोरेन्काइमा जाउँ अब यो चाहिँ सिम्पली मेकानिकल टिस्यु हो त। यसको चाहिँ इन्टरसेलुलर स्पेस चाहिँ हुँदैन के, इन्टरसेलुलर स्पेस चाहिँ होइन। जस्तै डिफ्रेन्स, वाट आर द डिफ्रेन्स बिट्विन पेरेन्काइमा एन्ड स्केलेरेन्काइमा भनेर तल पनि क्वेसन छ। तर यहाँनिरबाट के थाहा पाउन सकिन्छ भन्दाखेरि इन्टरसेलुलर स्पेस चाहिँ हाम्रो पेरेन्काइमामा थियो भने यसमा छैन। द्याट मिन्स दिस इज अल्सो द डिफ्रेन्स बिट्विन देम है। तिनीहरू बिचमा चाहिँ डिफ्रेन्स चाहिँ हेर्न सक्छौँ हामीले। जस्तै यहाँ चाहिँ इन्टरसेलुलर स्पेस माथिको जस्तै भएछ तर सिम्पली यसको चाहिँ बन्द है त, सिम्पली बन्द है त, बन्द गरेर चाहिँ त्यो गर है त फिगरमा। होइन यो चाहिँ केमा पाइन्छ, स्टिम होइन, डाइकोटिलेडनको स्टिममा पाइन्छ। जस्तै सनफ्लावर, गड्स
त यो चाहिँ मोनोकोटको चाहिँ स्टिम र रुटमा चाहिँ पाइँदैन है। कोलेराइड काइमाको टाइपमा हेर्छौँ भने चाहिँ तीनवटा टाइप्सहरू छन् है, एङ्गुलर, ल्यामेलेटा त ल्याकुनेटा है त, गरेर चाहिँ तीनवटा छन् है त। एङ्गुलर भनेपछि चाहिँ यसको वाल चाहिँ एङ्गलमा प्रेजेन्ट भयो भने एङ्गुलर नि त, ट्यान्जेन्टमा प्रेजेन्ट भयो भने चाहिँ ल्यामिनेटा, र इन्टरसेलुलर स्पेसमा प्रेजेन्ट भयो भने चाहिँ ल्याकुनेटा। जस्तै अब इन्टरसेलुलर स्पेस भनेको चाहिँ थाहा छ, एङ्गल भनेको पनि थाहा छ, तर वाट इज ट्यान्जेन्ट? ट्यान्जेन्ट भन्नाले जस्तै दिस इज स्टेम एन्ड यसको यो बेसमा है, यो ट्यान्जेन्सियल बेसमा आइयो भने चाहिँ ट्यान्जेन्सियल अथवा प्लेट होइन। जस्तै इक्जाम्पल टोमेटो सोलानम भनेपछि चाहिँ पोटेटो फ्यामिलीको भयो होइन, यसको चाहिँ स्टिममा पाइन्छ होइन। ल्यामिनेटा भनेपछि चाहिँ स्टिम अफ सनफ्लावरमा पाइन्छ। ल्याकुनेटा भनेपछि स्टिम अफ कर्बिटा, कर्बिटा भनेर कुकुरबिटा होइन, सरी कुकुरबिटा मिन्स काँक्राको फ्यामिली है त, कुकुम्बर फ्यामिली है त, त्यसलाई चाहिँ कुकुरबिटा भन्छ है त। अब पेरेन्काइमाको चाहिँ फङ्सन माथि छुट्याएको थियो, त्यसरी तल आएछ है। पेरेन्काइमाको चाहिँ फङ्सन्सको कुरा गर्छौँ भने चाहिँ क्लोरोप्लास्ट प्रेजेन्ट हुन्छ, जसले के गर्छ, फोटोसिन्थेसिसमा हेल्प गर्छ होइन। यसले चाहिँ फुड स्टोर गर्छ होइन, इन द फर्म अफ स्टार्च, प्रोटिन, ओइल्स होइन। यसको फर्ममा चाहिँ फुड स्टोर गर्छ है त होइन। एयर पनि स्टोर गर्छ, जसको कारणले गर्दा फ्लोटिङमा हेल्प गर्छ है त। यसले चाहिँ वाटर स्टोर गर्ने भयो होइन, मेकानिकल सपोर्ट दिने भयो है। अनि कोलेरेन्ट काइमामा हेर्छौँ भने चाहिँ यसले पनि मेकानिकल सपोर्ट दिँदो रहेछ होइन। अब यसले पनि हेल्प इन फोटोसिन्थेसिस गर्दो रहेछ, स्टोर फुड गर्दो रहेछ है त, फुड स्टोर गर्दो रहेछ। सबै आई थिङ्क सबै माथिकै रिपिट छ है त। अब जस्तै डिफ्रेन्स बिट्विन पेरेन्काइमा एन्ड कोलेरेन्काइमाको डिफ्रेन्स हेर्छौँ भने चाहिँ पेरेन्काइमाको चाहिँ वाल थिन हुन्छ, पातलो हुन्छ, अनि कोलेरेन्काइमाको चाहिँ मोटो हुन्छ है त। यसमा चाहिँ सेलुलोजको डिपोजिसन चाहिँ हुँदैन भनेपछि सेलुलोजको डिपोजिसन यसमा हुन्छ, यानि कि कोलेरेन्काइमामा चाहिँ हुन्छ। त इन्टरसेलुलर अघि पनि आएको थियो है माथि, इन्टरसेलुलर स्पेस चाहिँ यसमा हुन्छ भनेपछि कोलेरेन्काइमामा चाहिँ हुँदैन है। जस्तै पेरेन्काइमामा चाहिँ हाम्रो मोडिफिकेसन, धेरै प्रकारको मोडिफिकेसनहरू यसले देखाउँछ भनेपछि हाम्रो स्केलेरेन्काइमामा चाहिँ एकदमै कम मात्रामा चाहिँ मोडिफिकेसन देखाउँछ। जस्तो सरी स्केलेरेन्काइमा है त, कोलेरेन्काइमा, स्केलेरेन्काइमा चाहिँ डेड सेलबाट फर्म हुन्छ। यो चाहिँ हार्ड पार्टमा पाइन्छ होइन। यसले यो चाहिँ मेन मेकानिकल टिस्यु हो है त, एकदम मुख्य मेकानिकल टिस्यु है त। यो चाहिँ थिक वाल हुन्छ, के को कारणले गर्दा, सेलुलोज र पेक्टिनको कारणले गर्दा चाहिँ हाम्रो यो चाहिँ थिक वाल हुन्छ है त। जस्तै सेलुलोज र पेक्टिन चाहिँ हाम्रो के हो, पोलिसेकेराइड्स भयो है त। यसको टाइप्सको कुरा गर्छौँ भने चाहिँ स्केलेराइड्स र फाइबर्स दुईवटा टाइप्सहरू छन् है त। स्केलेराइड्स चाहिँ स्पेरिकल हुन्छ, ओभल हुन्छ, अथवा डम्बेल सेपको हुन्छ है त। डम्बेल है त, डम्बेल सेप मिन्स जस्तै दिस इज डम्बेल सेप है, डम्बेल सेपको चाहिँ हुन्छ है त होइन। यस्तो सेपको पनि हुन्छ, जस्तै यसमा हेर्छौँ भने हामी यस्तो छ नि होइन। जस्तै दिस इज अल्सो होइन, स्पेरिकल अथवा ओभल सेप जस्तै भन्न मिल्छ नि त होइन, हुन त होइन तैपनि भन्न मिल्छ नि त त्यस्तै होइन। यो चाहिँ हार्ड पार्टमा पाइन्छ है। जस्तै फाइबर्सले चाहिँ मेकानिकल सपोर्ट दिन्छ है त, मेकानिकल सपोर्ट दिन्छ। यो चाहिँ न्यारो स्पेरिकल होइन, स्पेरिकल सेपको हुन्छ है त। यसको फङ्सन्सको कुरा गर्नुपर्दा मेकानिकल सपोर्ट दिन्छ नि त, हाम्रो फाइबर्सले पनि मेकानिकल सपोर्ट दिन्छ है। त्यो भनेकै हाम्रो स्केलेरेन्काइमा हो होइन। अनि यसले चाहिँ प्रोटेक्सन दिने भयो होइन। जस्तै हाम्रो मेकानिकल स्ट्रेन्थ दिन्छ भनेपछि होइन, ब्यान्डिङ, जस्तै एकदमै हावाहुरी आएको छ होइन, हावाहुरी आएको छ भनेपछि ब्यान्ड हुनबाट पनि बचाउनु भयो क्या होइन। यसले चाहिँ प्रोटेक्सन दिने भयो होइन। लेग्युम सिड भन्नाले पी फ्यामिली है त, पी फ्यामिली भनेर चाहिँ बुझ होइन। जस्तै केराउ छ होइन, वरिपरि एकदमै त्यो प्रोटेक्टिभ कभर हुन्छ क्या, प्रोटेक्टिभ सिडलाई चाहिँ प्रोटेक्ट गर्नको लागि एकदमै प्रोटेक्टिभ कभर हुन्छ है त। कोलेरेन्काइमा र स्केलेरेन्काइमाको चाहिँ डिफ्रेन्सको कुरा गर्ने हो भने कोलेरेन्काइमा लिभिङ हुन्छ भनेपछि यो चाहिँ डेड हुन्छ,
होइन। सेल्स चाहिँ फिल भएको हुन्छ भने यो खाली हुन्छ होइन। ल्युमेन क्याभिटी चाहिँ एकदमै ठुलो हुन्छ भनेपछि यसमा चाहिँ एकदमै सानो हुन्छ। पिट्सहरू चाहिँ सिम्पल अथवा स्ट्रेट सिधा हुन्छन् भनेपछि यसमा चाहिँ सिम्पल र अब्लिक भन्नाले सिधा हुँदैनन्, अन्य सेपको हुन्छ है त। मेरिस्टेमेटिक टिस्यु र पर्मानेन्ट टिस्युको चाहिँ डिफ्रेन्स हेर्छौँ भने चाहिँ जस्तै यो चाहिँ सिम्पल टिस्यु हो, यो चाहिँ सिम्पल अर कम्प्लेक्स टिस्यु हो। मेरिस्टेमेटिक टिस्यु चाहिँ को सेलहरू चाहिँ स्मल हुन्छ अथवा आइसोडर्मिक हुन्छ। यसमा चाहिँ एकदमै धेरै प्रकारको हुन्छ। यसको चाहिँ टाइप्समा डिपेन्ड पर्छ अथवा काइन्ड्समा डिपेन्ड गर्छ है त। यसको साइज चाहिँ काइन्ड्समा डिपेन्ड हुँदो रहेछ प्रकारमा। अनि सेल वाल चाहिँ थिन हुन्छ भनेपछि यसमा चाहिँ थिन पनि हुनसक्छ अथवा थिक पनि हुनसक्छ, मोटो पातलो हुनसक्छ है त। मेटाबोलिक एक्टिभिटिज चाहिँ हाम्रो यसमा कम हुन्छ भनेपछि सरी एकदमै धेरै हुन्छ भनेपछि यसमा चाहिँ एकदमै कम हुने हो है त। यसमा चाहिँ जस्तो अघि पनि भनेको थिएँ मैले होइन, मेरिस्टेमेटिक टिस्युले चाहिँ सेल डिभिजनको लागि होइन, सेल पनि लेख्दै है, सेल पनि लेख्दै, सेल डिभिजनको लागि चाहिँ यसको एबिलिटी हुन्छ होइन, क्यापेसिटी हुन्छ अथवा एबिलिटी हुन्छ, यसमा हुँदैन होइन। यो चाहिँ छुट्याउन सकिँदैन भने यो छुट्याउन सकिन्छ। ल आज यति नै।